साथीहरु कहाँ जानुभयो कि? दर्शकबिन टोकलेको बुढी घरबाट हिँडेपछि टोकले टेन्सनमा हो। दर्शक टोकलेको बुढी घरबाट हिँडेकी छि, तर टोकले भने थोडा चिन्तामा थियो। दर्शकबिन भोन्टीले भनेपछि त्यो कुनै साथीको घरमा गएकी होली भाउजू भनेर दर्शकबिन गएकी होली भनेर भनेकी थिए। तर दर्शकबिन टोकलीको त बुढीका धेरै साथी छन्, तर एउटा पुरानो साथीसँग ठक्कर खाँदा टोकले भने ले थाहा पाइसकेको थियो त्यसको कस्ता साथी छन् भनेर। दर्शकबिन यता भने भूपेन्द्रको अर्को केटीसँग विवाह नहुन सक्ने स्थिति आयो हो। दर्शकबिन अब के भूपेन्द्र र भुन्टी मिल्छन्? दर्शकबिन यहाँ भूपेन्द्रले मोबाइलबाट फोन लगाउँदा पनि भूपेन्द्रको गर्लफ्रेन्ड उसँग नबोल्ने, किनभने त्यसको घरमा प्रब्लम। उसले आफ्नो दिदीलाई भनेकी छिन् कि मैले त्यो केटासँग बोल्दैन, यस्तो किन दर्शकबिन? तर भने भूपेन्द्र धेरै टेन्सनमा छोड्छि भनेर भूपेन्द्रको गर्लफ्रेन्डले त एउटा इन्टरभ्यूमा समेत भनेकी थिए, म भुन्टीलाई र भूपेन्द्रलाई छुटाउन नै आएकी हुँ। दर्शकबिन यस्तो हुन त सक्दैन। भूपेन्द्र र भूपेन्द्रको गर्लफ्रेन्डलाई छोडेर भूपेन्द्रले भुन्टीसँगै बस्न रुचाउँछ। दर्शकबिन अब भूपेन्द्र र त्यो भूपेन्द्रको गर्लफ्रेन्डको ब्रेकअप हुन लागेको छ। दर्शकबिन भूपेन्द्रलाई पक्कै पनि ती केटीले धोका दिन्छन् भन्नेहरूले कमेन्टमा भुन्टी लेख्नु नभुल्नुहोला र साथै च्यानललाई सब्स्क्राइब गर्नु नभुल्नुहोला। दर्शकबिन के अब 294 भागमा भूपेन्द्रलाई ती केटीले धोका दिन्छन् त? हो दर्शकबिन, अब पक्कै पनि ती केटीले धोका दिन्छन्। अनि लाइक सब्स्क्राइब गर्नु नभुल्नुहोला।